नमस्कार, अपन समाचारमा स्वागत छ। सुरुमा मुख्य समाचार। सर्लाहीमा अपरिचित व्यक्तिले हानेको गोली लागेर एकजना घाइते। कांग्रेस सांसदको बैठकमा संसदीय दलको गठन र विधान परिमार्जन लगायत विषयमा छलफल जारी। प्रदेश सभा बैठकमा शनिबार प्रदेश नम्बर 6 को नाम र राजधानी टुङ्गो लगाउने। उत्तर कोरियामा हाल समयको कडा प्रतिबन्ध लगाउने अमेरिकाको घोषणा। र विश्व कप क्रिकेट छनौट खेलमा नेपाली टोली आज जिम्बाब्वे जाँदै। पहिलो खेल फागुन 20 गते हुने। अब समाचार विस्तारमा। परिचय नखुलेका मानिसले हानेको गोली लागेर सर्लाही हरिवन नगरपालिका 11 का महावीर तामाङ घाइते हुनुभएको छ। 19 वर्षीय महावीरलाई सर्लाही बरथवा नगरपालिका 7 मा गए राति परिचय नखुलेको मानिसले गोली हानेर घाइते बनाएको प्रहरीले जनाएको छ। ना 1 ख 6635 नम्बरको टिफरले सहचालक महावीरलाई धामीकोमा झारफुक गरेर फर्किँदै गर्दा गोली लागेको हो। पिठ्यूमा गोली लागेर उहाँको वीरगञ्ज अस्पतालमा उपचार भइरहेको छ। नेपाली कांग्रेसका तर्फबाट निर्वाचित सांसदको बैठक शनिबार बस्दैछ। पार्टी तर्फबाट प्रतिनिधि सभा र राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने सांसद संयुक्त बैठक कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बिहान 9 बजेको लागि बोलाइएको हो। बैठकमा संसदीय दलको गठन र विधान परिमार्जन लगायत विषयमा छलफल हुने कांग्रेसका प्रवक्ता विश्व प्रकाश शर्माले जानकारी दिनुभयो। बैठकमा सांसदहरूको विधानको टुङ्गो लगाउने, संसदीय दलको नेता चयन गर्ने प्रक्रिया सुरु गर्ने बारे धारणा जनाइएको छ। त्यसैको आधारमा आइतबार बस्ने केन्द्रीय कार्य सम्पादन समितिको बैठकले बिहान विधानबारे निर्णय गर्ने कांग्रेसले जनाएको छ। कांग्रेसको प्रतिनिधि सभामा 63 र राष्ट्रिय सभामा 13 गरी 76 जना सांसद छन्। प्रदेश नम्बर 6 को प्रदेश सभा बैठक शनिबार बस्दैछ। दिउँसो 1 बजेको लागि बोलाइएको बैठक प्रदेश नम्बर 6 को नामाकरण र प्रदेशको अस्थायी राजधानी तोक्ने तयारी रहेको प्रदेश सभाको उपसभामुख पुष्पा धरतीले जानकारी दिनुभयो। एमाले, माओवादी तथा कांग्रेसको संसदीय दलको नेताहरूले बैठक प्रदेशको नाम र स्थायी राजधानीको सर्वसम्मतिले तोक्ने दावी गरेका छन्। यसको अघि बैठकमा धेरैजसो सांसद अनुपस्थित भएपछि बैठक शनिबार बस्ने गरी सूचना टास गरेर स्थगित गरिएको थियो। बैठकमा अनिवार्य उपस्थित हुन सबै दलले संसदलाई हिप्पी जारी गरेको छ। प्रदेशको राजधानी तथा नामबारे 2 वटा प्रस्ताव संसदीय दलमा दर्ता भइसकेकोले ती प्रस्तावलाई शनिबार बैठकमा निर्णयत पेश गर्ने कार्यसूची रहेको छ। हात्तीको आक्रमणबाट सप्तरी कञ्चन स्वरूप नगरपालिका 5 स्थित पथरीमा मारिएको 2 महिलाको परिवारलाई राहत वितरण गरिएको छ। कञ्चन स्वरूप नगरपालिकाको वार्ड नम्बर 5 का वडा अध्यक्ष कैलाश शाह र 5 वडा समिति सदस्यहरूले समेत सहयोगमा भएको फागुन 1 गते मंगलबार दाउरा काट्न कोशी टापु वन्यजन्तु आरक्षभित्र जाँदै गर्दा हात्तीको आक्रमणबाट वडा नम्बर 5 पथरीका नारायण शाहकी 35 वर्षीय श्रीमती मन्जु देवी शाह र टिरहा मुखियाकी 45 वर्षीय श्रीमती टुर्गी देवी मुखियाको ज्यान गएको थियो। मृतक मुखिया र शाहका परिवारलाई चामल 100 किलो, दाल 5 किलो, चिउरा 25 किलो, भुजा 10 किलो, आलु 50 किलो, खाने तेल 5 लिटर, नुन 5 पैकेट र मसाल 5 किलो वितरण गरिएको छ। यता कञ्चन स्वरूप नगरपालिका वडाको अध्यक्ष कैलाश शाहले वडा नम्बर 5 को कार्यालयबाट वडा समितिको बैठकबाट समेत कञ्चन स्वरूप नगरपालिकाको थप राहतको लागि सिफारिस गरिए पनि अहिलेसम्म राहतको सुनवाई नभएको गुनासो गरेका छन्। मृतक मन्जु देवी शाह पनि नारायण शाहले घटना भएको 11औं दिनसम्म पनि यो हेर्नसम्म नआएको आरोप लगाइएको छ। हात्तीपाइले रोग निवारणको लागि सरकारले शनिबारदेखि औषधि खुवाउने अभियान सुरु गर्दैछ। शनिबार, आइतबार र सोमबार गरी 24 जिल्लाको औषधि खुवाउने अभियान सञ्चालन गर्ने इमिडियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ। पाँचथर, इलाम, झापा, भोजपुर, धनकोटा, मोरङ, उदयपुर, लमजुङ, पर्वत, बागलुङ, कपिलवस्तु, दोलखा, दाङ, बाँके, बर्दिया, बझाङ, बाजुरा, आछाम, डोटी, केलाली, दार्चुला, बैतडी, डडेलधुरा र कञ्चनपुरमा अभियान चलाइनेछ। हात्तीपाइले रोगको औषधि 2 वर्ष नपुगेको बालबालिका, गर्भवती र 7 दिनसम्मको सुत्केरी, छारे रोग तथा अरू कुनै पनि रोग शिक्षित बिरामीले खानु हुँदैन। हात्तीपाइले विरुद्ध औषधि खानेले पेटमा यो औषधि नखान पनि डाक्टरले सल्लाह दिएको छ। नेपालमा हात्तीपाइले रोग निवारण अभियान सन् 2003 देखि सुरु भएको छ।
सरकारले केन्द्रमा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सहित 18 वटा मन्त्रालय राख्ने निर्णय गरेको छ। शुक्रबार बिहान प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा बसेको मन्त्री परिषदको बैठकले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सहित 18 सदस्यीय मन्त्रीमण्डल राख्ने निर्णय गरेको छ। बैठकले सरकारको कार्य सम्पादन नियमावली परिवर्तन गर्ने, मन्त्रालयको संख्या मूलतः 17 र प्रधानमन्त्रीको कार्यालय सहित 18 हुने गरी कायम गर्ने निर्णय गरेको वातावरण मन्त्री लालबाबु पण्डितले जानकारी दिनुभएको छ। कार्य सम्पादन नियमावलीलाई परिवर्तन गरी मन्त्रालयको संख्या मूलतः 17 र प्रधानमन्त्रीजीको कार्यालय सहित जोड्दाखेरि 18 हुने गरी निर्णय भएको छ। तत्कालीन सामान्य प्रशासन मन्त्री केशव कुमार बुढाथोकी संयुक्तमा गठित अधिकार सम्पन्न संघीय प्रशासनिक पुनर्संरचना समितिको प्रतिवेदनलाई आधार मानी केन्द्रमा 18 वटा मन्त्रालय राख्ने निर्णय गरेको हो। राष्ट्रिय जनता पार्टी नेपालका प्रदेश नम्बर 2 का संसदीय दलका नेता जितेन्द्र सोनल प्रदेशको राजधानी वास्तवमा राजधानी जस्तै हुनुपर्ने बताएको छ। जनकपुरमा पत्रकारसँगको भेटघाटमा को क्रममा प्रदेशका भौतिक तथा पूर्वाधार विकास मन्त्री समेत रहेका नेता सोनलले प्रदेशको राजधानी हुने ठाउँ, बुद्धिजीवी, पत्रकार, बोली, वचन, रहन सहन, सहर र पूर्वाधार सहितका सम्पूर्ण कुराहरू राजधानी जस्तै हुनुपर्ने बताएका छन्। भाजपा के पास एक और मंत्रालय रहेगा, सामाजिक मंत्रालय रहेगा, पर्यटन वाला, उद्योग पर्यटन ऐसा बनने वाला। कुछ यहाँ के बुद्धिजीवियों को जब लोग देखेंगे, यहाँ के पत्रकार को लोग देखेंगे, यहाँ के सभी नागरिक जीवन में रहने वाले, समाज जीवन में रहने वाले सभी लोग जब एक दिखाई देंगे, यहाँ का इंफ्रास्ट्रक्चर को लोग देखेंगे, यहाँ के लोग जो चीज है उसका एटीट्यूड को लोग देखेंगे, तो मुझे लगता है कि ये राजधानी के जैसे और दिखाई दे। और राजधानी का मतलब ऑलवेज माने वो लीडिंग जगह होना चाहिए जब कभी। तो मेरा एक कहना है, आप लोगों से सुझाव, मैं कुछ कहने से ज्यादा आप लोगों से सुझाव का अपेक्षा रखता हूँ। नेता सोनलले प्रदेशको विकास र समृद्धिको लागि अस्थायी प्राकृतिक सरकारको आवश्यकता समेतमा जोड दिएका थिए। संविधानको धारा 288 को उपधारा 2 बेमोजिम स्थायित्व नहुने जेलसम्म प्रादेशिक समृद्धि असम्भव रहेको उनको जिकिर थियो। मैं आप लोगों से जो अपील करना चाहता हूँ, जो इंटरेक्ट करना चाहता हूँ, जो चीज मैं प्राप्त करना चाहता हूँ और आपसे भी वो उम्मीद रखता हूँ, वो मूलभूत विषय क्या है कि प्रदेश नंबर 2 के लिए अब जब तक एक स्थायी प्रकार का सेटलमेंट नहीं होता है, संविधान के धारा 288 के धारा 2 के अनुरूप, तब तक तो कामकाज यहीं से संचालन होगा। तब तक के लिए तो राजधानी इसको माना जाए। तो राजधानी जो देखने का नजरिया होना चाहिए प्रदेश नंबर 2 के लोगों को, तो कहाँ कहाँ दिखेगा तो उसको राजधानी जैसा दिखाई देगा। यहाँ के नेता सोनलले प्रदेशको विकास र हित कसरी हुने भन्ने विषयमा सुझाव सङ्कलनका लागि सञ्चारकर्मीसँग कुराकानी गरेका थिए। जनकपुरमा सुरक्षा र न्यायिक क्षेत्रमा जनताको सहज पहुँचको विषयमा सरकारवाला निकायहरूबीच संवाद भएको छ। सर्च फर कमन ग्राउन्डको सहजीकरण र नेपाल पत्रकार महासंघ धुम्साको आयोजनामा महासंघको सवालहरूको भएको कार्यक्रममा उपस्थित स्थानीय सरकार प्रतिनिधि, सुरक्षाकर्मी, महिला अधिकारकर्मी, सञ्चारकर्मी र युवाहरूले सुरक्षा र निकायको पहुँचमा रहेको चुनौती, समस्या र जटिलताको विषयमा प्रकाश पारेका थिए। दोसर बात जैसे से विपन्न सीमाकृत समुदाय, ये बहुत ही महत्वपूर्ण विषय है। नॉर्मल रूप में जैसे जखने विपन्न सीमाकृत जैसे से कंसेप्ट अखनो जैसे समाज में पुराने कंसेप्ट है, लोग के प्रहरी प्रशासन लग जाए में हिचकिचाहट हो।
ओहो दुआरे जे छै से मीडिया के जे छै से बहुत ही महत्वपूर्ण रोल छै। अब जखने गाँव गाँव लेवल में एकर दायरा मीडिया के जे छै से बढ़तै, ओकर सुरक्षा जे छै से सबलीकरण हेतै, तो हमरा लगे जे छै से वो विपन्न वर्ग आ वो जे छै से ओकर एक दोसर के जे संवाद के मार्फत से जे छै से ओकर जे छै फ्लो जे हेतै, ओकर जे गुनासो जे हेतै से प्रशासनिक निकाय तक जे छै से नीक से जे छै से पहुँच सकतै। सँगसँगै गएर त्यहाँ जोड दियो भने अवश्य पनि त्यो न्याय पाउनेछ। त्यो जुन पीडितको बुवाले मसँग पनि कुरा गर्नुभएको थियो, मृत्यु हुँदाखेरिको र कति बजे भयो के भयो, तर हामीलाई यतिखेर के अरे जानकारी भयो, त्यो कुरा पनि अलि राम्रो हामीलाई जानकारी छैन भन्ने कुरा भयो। तत्कालै मैले जानकारी हुने बित्तिकै उसलाई खबर गर्दा बुझ्दाखेरि त्यस्तो कुराहरूमा अलिकति हामी संवाद जस्तो मिडिया र हामी अधिकारकर्मी चाहिँ बसेर अलिकति गऱ्यो भने चाहिँ अवश्य पनि त्यो न्याय चुक्दैन होला भन्छु। अब जस्तो अस्ति ठाकुरकै घटनामा विभिन्न ठाउँमा भर्खर भानुचोकमा जनकपुरको एउटा हल्टको भन्ने ठाउँमा जुन रेमिटान्सको पैसा छोडाउन आउँछ लुटपाटको घटना भएको छ। त्यस्ता गतिविधिहरूको कहीँ न कहीँ कारक तत्त्व छ, त्यसमाथि हामीले फोकस गर्नुपर्छ। र वास्तवमा सबैजना हामी परिवर्तन त खोज्छौँ अरू मात्र, हामी परिवर्तन आफूबाट चाहिँ हामी गर्न खोज्दैनौँ, परिवर्तन खाली अरू मात्रै खोज्छौँ। र कमसेकम जुन हामी जस्तो छौँ, हामी जस्ता छौँ, हाम्रो जुन सोच छ र हाम्रो जुन गतिविधि छ त्यसको यहाँ सबै कुरा अस्पताल, स्थानीय निकाय, प्रशासनिक निकाय प्रतिबिम्ब हो। यो जुन सहरमा जुन फोहोर भइरहेछ, फोहोर गर्ने को त हामी छौँ। हामीले त त्यसको हामी जिम्मेवारी लिँदैनौँ, खालि आरोप प्रत्यारोप लगाउने काम मात्रै गर्छौँ। सबैजनाले आफ्नो आफ्नो सेक्टरबाट जिम्मेवारी लियो भने यो जनकपुरको कोल्टो फेरिन सक्छ। संवाद कार्यक्रममा उपस्थित जनकपुर धाम उपनगरपालिकाका मेयर लाल किशोर शाह, धुन्सा प्रहरीको प्रवक्ता प्रवीण धितला सहितको समेत सम्बन्धित विषयमा स्थानीय जनताको पहुँच सन्दर्भमा आफ्नो धारणा राखेका थिए। बनाएको छ, त्यसले गर्दा यहाँ घरले हिंसा त सामान्य जस्तो भइरहेको छ। खाना नदिनु, गाली गर्नु, अपहेलना गर्नु, दाइजो ल्याएन भनेर, छोरा पाएन भनेर लगायतको कुरामा यहाँ चाहिँ हिंसा व्यापक भएको छ। अब अहिले चाहिँ वैदेशिक रोजगारीको कुराहरू छ, श्रीमान विदेश जाने अनि त्यसमा आफ्नो घरका फ्यामिली, खासै भन्नुपर्दा ससुरा अथवा अन्य देवरहरू छन्, नाजायज सम्बन्ध स्थापित गर्न दबाब दिइने। त्यो बाहेक बाहिरको व्यक्तिसँग बोल्यो भने उसलाई चाहिँ बच्चलनको आरोप लगाएर घरबाट निकालिने र घरभित्रको यौन शोषण सहाएर बस्यो भने हो ज्ञानी बुहारी भयो, र घरभित्रको यौन शोषण सहायन त्यसको विरोध गर्यो भने पनि ऊ चाहिँ बच्चलन भयो। यो खालको समाजमा संस्कृति जुन विकास छ हटाउन चाहिँ धेरै ठुलो पहल गर्नुपर्छ। पक्कै पनि एकदमै विभेदकारी छ, यसले धेरै मान्छेको मृत्यु पनि भइरहेछ, समाजमा एकदमै नराम्रो खालको प्रभाव पनि परिरहेछ। त्रेता युग के बाद पुनः अखंड राजा जनक के नगरी जैसी से राजधानी के रूप में स्थापित हुई है, तो सुरक्षा आई न्याय जैसी अखन न्यायिक समिति स्थानीय सरकार के हक में हमरा ये सब गोटे के बुझल है और संचारकर्मी सबके हम अध्यक्ष जी के मार्फत हम कहबे जे स्थानीय निकाय के मतलब कौन तरह न्यायिक समिति के फंक्शन करक चाहिए, चूँकि बहुत बात जानकारी लोग के नहीं, राजनीतिक कर्मी सब गोटे बुझी जे विभिन्न किस्म से राजनीतिक पद में लोग पहुँचे, तो सब पहुँचे के आधार पर चल जाए से बात नहीं, बहुत जाइते के आधार पर चल जाए सो बात नहीं, बहुत हुए के आधार पर चल जाए सो बात नहीं। यो खेला बेला हो, लेकिन बहुत जिंदाबाद मुर्दाबाद करत करत बहुत लाठी खाइत जेल जाइत कहीं मरला तरला से बच गए तो कोनो जगह पर पहुँच गए, तेहनो लोग सब हो, तो ओकरा ज्ञान न रहे वास्तव में ई राज्य चलाबऽ के ज्ञान, ज्ञान नहीं रहे जिससे बात लिखल लेकिन राज्य चलाबऽ के, तो राज्य चलाना जिंदाबाद मुर्दा। महासंघ धोन्साका अध्यक्ष अनिल कुमार मिश्रको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न सरोकारवालाहरूको सहभागिता थियो। सरोकारवालाहरूले महिला हिंसा बढ्दै गएप्रति चिन्ता व्यक्त गरेका छन्। जनकपुरमा आज ओरेक नेपाल धोन्सा तथा महिला मानवाधिकार रक्षक जिल्ला सञ्जालले संयुक्त रूपमा गरेको कार्यक्रममा सहभागीहरूले महिला हिंसा बढेप्रति चिन्ता व्यक्त गरेका हुन्। कार्यक्रममा सहभागी अधिकारकर्मीहरूले महिला हिंसा न्यूनीकरणको लागि सरकारी तथा गैर सरकारी संस्थाहरूले लाखौं लगानी गरे पनि अपेक्षित प्रतिफल हासिल नभएको टिप्पणी समेत गरेका छन्।
महिलाकार सृजना गर्ने भन्ने कुरा विषय चाहिँ आजको प्रमुख रहेको छ। सरले वडा अध्यक्षज्यूले पनि भन्नुभयो कि हामी चाहिँ रोजगार दाताको कलेक्सन गर्छौँ, रोजगार दातालाई मात्रै मतलब रोजगार जसले भर्छ फर्म भर्छौँ, हामी रोजगार लिने चाहिँ प्रदायकलाई खोज्दैनौँ, रोजगार जसलाई चाहिन्छ त्यस मात्रै हामी गर्छौँ भने। तर प्रदायक पनि यहाँ चाहिँ हामी श्रम कार्यालयसित सूचना केन्द्रसित मिलेर चाहिँ कति रोजगार प्रदायक संस्थाहरू छ, कोले रोजगार प्रदान गरिरहनु भएको छ, त्यस विषयमा पनि हाम्रो 5 जना सहजकर्ताहरू साथीहरू हुनुहुन्छ, उहाँ यस विषयमा काम गर्दै हुनुहुन्छ र हामी पनि गर्दैछौँ। भनेको परियोजना भनेको हाम्रो छोटो समयको छ, यहाँलाई जानकारी गराइदिउँ, यो 6 महिनाको मात्रै परियोजना हो र यो खास गरिकन श्रम कार्यालय अन्तर्गत रहेको सूचना केन्द्रको लागि चाहिँ उहाँहरूलाई चाहिँ हामीले समन्वय गरेर उहाँहरूलाई प्रमोसन गर्नको लागि, उहाँहरूलाई ठाउँ ठाउँमा जानकारी गराउनको लागि मात्रै एउटा सहायकको रूपमा यो परियोजना आएको हो। अधिकार कर्मीहरूले महिलाहरूलाई हिंसाबाट मुक्त पार्न शिक्षामा जोड दिनुपर्ने धारणा समेत राखेका थिए। कार्यक्रममा अधिकार कर्मी नेता, प्रहरी, समाजसेवी, बुद्धिजीवी लगायतको सहभागिता थियो। अब अन्तर्राष्ट्रिय समाचार। भारतको केरलमा राज्यमा प्रहरीले 1 जना नागरिकलाई बाँधेर कुटिएको अवस्था सेल्फी लिएर भन्दै 2 जनालाई पक्राउ गरेको छ। उक्त घटनामा सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले घटनामा संलग्न 2 जनालाई पक्राउ गरेको हो। प्रहरीले घटनामा संलग्न अन्यको खोजी जारी राखेको छ। सामाजिक सञ्जालमा फैलिएको भिडियो फुटेज तथा फोटोमा 1 जना नागरिकले बाँधेर राखिएको अवस्थामा सेल्फी खिचिएको देखाइएको छ। कुटाई खाने व्यक्ति स्थानीय आदिवासी भएको जनाइएको छ। उनले खानाको लागि भात चोरेर खाएको भन्दै स्थानीयले बाँधेर कुटपिट गरेको जनाइएको छ। उक्त घटनाको सबैतिर विरोध भइरहेको छ, तर उक्त व्यक्तिको घटनास्थलमै नै ज्यान गएको बीबीसीले जनाएको छ। उक्त व्यक्तिले अस्पतालमा पुर्याएको पनि अस्पताल पुर्याउनुभन्दा अगाडि नै ज्यान गएको बीबीसीले जनाएको छ। प्रहरीको अनुसार घटना लाग्दै प्रहरीले जानकारी आएपछि घटनास्थलमा प्रहरी पुगेको थियो। उक्त फोटो र भिडियो फुटेज सामाजिक सञ्जाल र टिभी मार्फत प्रसारण भएपछि केरलमा मात्र त्रासको वातावरण फैलिएको छ। उत्तर कोरियाले आणविक कार्यक्रम नरोकेकोले अहिलेसम्मकै कडा नाकाबन्दी लगाउने अमेरिकाको चेतावनी दिएको छ। यी प्रतिबन्धलाई उत्तर कोरिया परमाणु हतियार कार्यक्रम रोक्ने अर्को र प्रयास रूपमा लिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसलाई उत्तर कोरिया विरुद्ध हालसम्मको सबभन्दा कडा प्रतिबन्ध भनेको बीबीसीले लेखेको छ। यसपटक 50 भन्दा बढी पानी जहाज कम्पनीलाई निशाना बनाइएको छ, जसमा 16 कम्पनी उत्तर कोरियाका छन्। यसैसँग हङकङमा दर्ता भएको 5, चीन र ताइवानमा दर्ता भएको 2-2वटा, पानामा र सिङ्गापुरमा दर्ता भएका 1-1 कम्पनी विरुद्ध पनि नाकाबन्दीको लक्षित हुनेछ। उत्तर कोरियाले परमाणु कार्यक्रम र मिसाइल परीक्षण गर्दै आएको कारण अमेरिका सहित कयौं अन्तर्राष्ट्रिय प्रतिबन्धहरू लागिसकेका छन्, तर त्यसलाई व्यवस्था गर्दै अमेरिकासम्म मारहानसम्म शक्तिशाली प्लास्टिक मिसाइल जस्तो उत्तर कोरियाले परीक्षण गर्दै आएको छ। अब खेल समाचार। नेपाली क्रिकेट टोली विश्वकप छनौट खेल्ने शनिबार जिम्बाब्वे जाँदैछ। नेपाली टोली राति 11 बजे फ्लाइ दुबईको उडानबाट दुबई हुँदै जिम्बाब्वे लागि प्रस्थान गर्नेछन्। नामबिबिया भएको डिभिजन 2 को उपविजेता बनेको नेपालले विश्वकप क्रिकेट छनौट खेलमा अवसर पाएको हो। समृद्धिमा रहेको नेपालले प्रतियोगितामा जिम्बाब्वे, अफगानिस्तान, स्कटल्यान्ड र हङकङसँग खेल्नेछ। नेपालको पहिलो खेल घरेलु टोली जिम्बाब्वेसँग फागुन 20 गते, स्कटल्यान्डसँग फागुन 24 गते, अफगानिस्तानसँग फागुन 26 गते र हङकङसँग फागुन 28 गते खेल्नेछ। दुवै समूहको शीर्ष 3 टोली सुपर लिगमा पुग्नेछन्। विश्वकप छनौट खेल्ने वेस्ट इन्डिज, आयरल्यान्ड, अफगानिस्तान र जिम्बाब्वेले 1 दिवसीय मान्यता पाइसकेकाले यी बाहेक शीर्ष 3 टिमले 1 दिवसीय क्रिकेटमा मान्यता पाउनेछन्। समूहको पुछारमा रहने 2 टिम डिभिजन 2 मा झर्नेछन्। नेपालको प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्काले विश्वकप छनौटको लागि पर्याप्त तयारी हुन नसकेको पनि डिभिजन 2 मा हात परेको सफलताको टिमलाई होस्याएर र जबैसम्म खेलाडीहरूलाई फर्ममा रहेको राम्रो प्रदर्शन गर्दै भने बताएका छन्। नेपाली टोलीलाई सरकार शनिबार जनहित 3-3 लाख रुपैयाँ सहित सम्मान गर्दै प्रतियोगिताको लागि बिदाई गरेको छ। नेपालले तेस्रो पटक विश्वकप क्रिकेट छनौट खेलमा
लागेको छ। अन्तमा मुख्य समाचार एकपटक फेरि। सर्लाहीमा अपरिचित व्यक्तिले हानेको गोली लागेर एकजनाको घाइते। कांग्रेस संसदको बैठक संसदीय दलको गठन र विधान परिमार्जन लगायत विषयमा छलफल जारी। प्रदेश सभा बैठकमा शनिबार प्रदेश नम्बर 6 को नाम र राजधानी आज टुङ्गो लाग्ने। उत्तर कोरिया हालसम्मको कडा प्रतिबन्ध लगाउने अमेरिकाको घोषणा। र विश्वकप क्रिकेट छनौट खेलमा नेपाली टिम आज जिम्बाब्वे जाँदै, पहिलो खेल फागुन 20 गते। हस्त अपन समाचार अहिलेलाई यति नै। अपन टेलिभिजन हेर्दै गर्नुहोला। नमस्कार।